हस् हस् धन्यवाद। अब भोलि अलि चाँडै आउनु पर्यो नि त। हस् यति पनि नाच्ने दिएको एकैछिन। ओके ज्योति मगर लागि जोडो ताली हाल्न चाह्यो। झ्यापै आयो के रे? झ्यापै को आयो? महाधिवेशनमा झ्यापै ज्योति मगर आइसक्नु भएको छ। यहाँ चाहिँ हाम्रो उज्यालो भविष्य महिला समूहको अध्यक्षज्यूले स्वागत गर्नु भएको छ। बस्न नपाए एकचोटि काकी यता आइसु न। यहाँ यसो हल्ला गर्नु पऱ्यो आइसक्यो भनेर। डार्लिङहरू सबैलाई बोलाउनु पऱ्यो। नमस्ते महादेवेशी। हजुर आई लभ यु। मेरो मुखबाट त केटा मान्छे देख्यो भने आई लभ यु भन्दा केही निस्किन्न। केटा मान्छे देख्यो कि दिमागमा आई लभ यु मात्रै गुन्जिन्छ। अनि त्यही माथि पनि त्यस्तो हेलमेट लगाउने टाइपको अहिले स्वागवाला केटाहरू हुन्छ नि, त्यस्तो केटाहरू त झन् देख्नै हुन्न, भुतुक्कै भइजान्छु। अनि त्यही माथि पनि हल्ला गर्ने नटी बोयहरू हुन्छ नि, यसले बोका टाइपको केटाहरू, त्यस्तो केटा देख्यो भने त रियाल निस्केर ओ माई गॉड मलाई पानी नै खानुपर्ने हुन्छ है। सबैजना नमस्ते। हामी आइसकेका छौँ। अब एकछिनमा हामी बवाल गर्नुपर्छ। म पनि ट्राई गरेर मिलाउँदै गर्छु। तपाईँहरू पनि आफूलाई चाहिँ हल्का हुन्छ नि, हल्का मिलाएर मुड बनाउँदै गर्नुहोस्। एकछिनमा बवाल गर्नुपर्छ है त। थ्याङ्क यू। आई लभ यु। धेरैजना साथीहरू धार्केबाट गल्छीबाट धेरै मैले देखिरहेको छु। यहाँहरू सबैलाई धन्यवाद छ। र रोयल्स ब्रदरका साथीहरूलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। र हाम्रो उज्यालो भविष्य महिला समूह ठाकरे गाउँपालिका कार्यालय अनि 11वटै कार्यालयहरू, राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र सम्पूर्ण मिडियाकर्मी साथीहरू यहाँहरू सबैलाई धन्यवाद र विशेष धन्यवाद सुरक्षाकर्मीज्यूहरूलाई प्रदान गर्न चाहन्छु। र हाम्रो किङ्स गार्ड सेक्युरिटी सर्भिसलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। र हाम्रो नेट पार्टनर रहनु भएको छ सुपर नेट, उहाँलाई पनि थ्याङ्क यू सो मच। हाम्रो टाइटल स्पोन्सर हुनुहुन्छ एस्ट्रिम इनर्जी ड्रिङ्क, उहाँहरूलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। अब त भन्नुपर्छ, केही छैन होइन, ढिला भइसक्यो हो कि होइन? ओके आर यु रेडी गाइस? ओहो ज्योति भन्दा नि राम्री भएर आउनु भएको छ तपाईँहरू, के हो खास कुरो? ओके ठिक छ। ल टिकटक बनाउनु पर्छ है सङ्गीता मिसहरू, तपाईँहरू त्यहाँ बसेर टिकटक बनाउने काम तपाईँहरूको है। पर्सि 13 गतेको पनि बनाइदिनु होला। अनि हाम्रो यहाँ चाहिँ रिता मिस हुनुहुन्छ, सबैभन्दा सुरुमा लन्डन ब्रिजको टिकटक हाल्नु भएको थियो, यहाँलाई पनि धन्यवाद छ। उहाँको चाहिँ पार्लर छ, तपाईँहरू राम्रो बन्न मन छ भने पार्लरमा जानु होला भन्दै अहिलेको लागि उज्यालो भविष्य महिला समूहको लागि फेरि पनि सम्मान व्यक्त गर्दै म कार्यक्रम प्रस्तुता सुभाष महतियाहरूसँग जोडिरहेको छु। र अबको बसाइमा यहाँहरूमा निम्ताउँदैछु म आजको अतिथि कलाकार लोकप्रिय चर्चित गायिका कसलाई बोलो अलिअलि त आवाज आयो यता, कसलाई बोलो अलि पछाडितिर खोइ, कसलाई बोलो अब यता मासतिर, कसलाई बोलो। ओके ज्योति मगरलाई बोलाउँछु। त्योभन्दा अगाडि आज चाहिँ फरक तरिकाले इन्ट्री गराउनु पऱ्यो जस्तो लाग्यो। यो लाइटलाई बन्द गरिदेऊ भाइ, फ्ल्यास लाइट बालौँ होइन। ज्योति मगरलाई चाहिँ फ्ल्यास लाइट बोलाएकै छैन, किनभने ऊ आफै ज्योति हो, सधैँ उज्यालोमै बोलाउने गरेको थियो, आज फ्ल्यास लाइट बालेर बोलाउनु पऱ्यो। ओके आर यु रेडी गाइस? प्लिज फ्ल्यास लाइट अन, प्लिज मोबाइल अन, सबैजनाको मोबाइल अन हुनु पर्यो हो। ज्योति मगरलाई माया गर्ने जति सबैजनाको मोबाइल अन 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 अन, फ्ल्यास लाइट प्लिज यतातिर सबैजनाको फ्ल्यास लाइट अन अन। हामी तेस्रो महादेवेशी महोत्सवमा छौँ। आज वैशाखको 8 गते हामीसँग अतिथि कलाकारको रूपमा चर्चित गायिका ज्योति मगर हुनुहुन्छ, उहाँलाई म स्टेजमा निम्ताउन चाहन्छु। त्योभन्दा अगाडि आर यु रेडी गाइस? काउन्टडाउन देऊ 11 10 9 8 6 4 2 go ज्योति मगर ज्योति मगर यति बेला म निम्ताउन चाहन्छु पपुलर सिङ्गर ज्योति मगरलाई। एकचोटि सबैको हल्ला चाहियो।
हेलो हेलो चेक थ्याङ्क यू नमस्ते धादिङ आई लभ यु ओके मलाई त्यस्तो मिलाएर बोल्न आउँदैन म अलि सिधै गीत गाउनेमा पढ्छु कहिलेकाहीँ बोल्छु होइन बोल्ने काम चाहिँ सुभाषको हो एकचोटि म धेरै धेरै धन्यवाद दिन चाहन्छु उज्यालो भविष्य महिला समूहलाई र सहयोग गर्नुहुने सम्पूर्ण थाक्रे गाउँपालिका संस्थापक र यसको व्यवस्थापन गर्नुहुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लोक सांस्कृतिक प्रतिष्ठान नेपाललाई धेरै धेरै धन्यवाद छ हजुर खासमा होइन मलाई तपाईँहरूको यो आवाजले एकदमै मजा आउँछ मलाई तर म अलिकति रियालिटीमा बाँच्ने मान्छे भएर होइन मलाई कस्तो कस्तो लाग्छ जस्तै खासमा मेरो क्षेत्र त अलिकति नौटङ्की होइन अलिकति त्यो हुन्छ नि चटकहरू देखाउनु पर्ने हुन्छ होइन तर मलाई चाहिँ अलि आउँदैन कि होइन स अफ गर्नुभयो हुन्छ भरे गर्लफ्रेन्डलाई फोन गर्ने काम लाग्छ मोबाइलहरू अफ गरिदिनुहोस् होइन हामी कहाँ बत्तीको समस्या पनि भइरहन्छ र स्टेजमा आसन ग्रहण गरिरहनुभएका सम्पूर्ण प्रमुख अतिथिज्यूहरू सबैजनालाई सम्मान व्यक्त गर्न चाहन्छु र भर्खरै मात्र मन्तव्य राखेर जानुभएकी हाम्रो उपमेयर साहबलाई पनि धेरै धेरै सम्मान छ धन्यवाद छ महिलाहरूको यो उपस्थिति यो अग्रसरता देख्दा मलाई साँच्चीकै गर्व लाग्छ हेरिरहे मैले पनि अचम्मै भो उनको माया अचम्मै भो उनको माया अचम्मै भो उनको माया अचम्मै भो उनको माया थ्याङ्क यू अब माया झनै लाग्छ कि लाग्दैन र अब माया गर्ने पालो तपाईँको हाम्रो है त ट्र्याक बजाउनुहोस् सँगसँगै गाउनुपर्छ ल ट्र्याक अलिकति बढाउनु ल मोबाइलबाट सानो बजे सिलाइमा बढाउनु अलिकति
उल्कै भाछ उनको माया उल्कै भाछ उनको माया झनै लाएर उल्कै भाछ उनको माया झनै लाएर मनसारै सफा इखालु छैन बाहुन चाहिँ बोल्न सिपालु छैन हो कि होइन मनसारै सफा इखालु छैन बाहुन चाहिँ बोल्न सिपालु छैन झप्पै हे झप्पै हे झप्पै आए बाहुन्दै हेरिरहे मैले पनि अचम्मै भो उनको माया अचम्मै भो उनको माया अचम्मै भो उनको माया झनै लाएर अचम्मै भो उनको माया झनै लाएर I love you daddy बाहुनको छोरो मगर्नी आँगाल्यो त्यही चुच्चो नक्कले मन मेरो पागाल्यो हो कि होइन हो बाहुनको छोरो मगर्नी आँगाल्यो त्यही चुच्चो नक्कले मन मेरो पागाल्यो झप्पै झप्पै हे झप्पै हे झप्पै आए बाहुन्दै हेरिरहे मैले पनि अचम्मै भो उनको माया अचम्मै भो उनको माया अचम्मै भो उनको माया अचम्मै भो उनको माया छ कि छैन माया कानैमा यसै तिमलाई कादिम्ला उही मोलाको सिन्के उही मोलाको चना जलमा परेका पौला जलमा परेका पौला हे भन भन भाइ हो हे राम्ररी भन हे शर्मिलाई कन हे आई लभ यु भन हे आई लभ यु भन हे आई लभ यु भन आई लभ यु टु अनि जिन्दगीलाई फेरि एभ्री डे दसैँ तिहार जस्तै गरेर यसरी नै सेलिब्रेट गर्ने ल अनि अब चाहिँ देउसिरी नभन्ने त अब आई लभ यु मात्रै भन्ने ल खासमा बच्चा बच्चीले हो कि देउसी खेल्ने त हामी जस्तो हट एन्ड सेक्सी केटीहरूसँग त आई लभ यु खेल्ने हुने अनि त बेबीहरू आमा केटाहरूको मुखै रसाइसक्यो ओके आई लभ यु खेलौँ है त अब नो देउसिरी ओन्ली आई लभ यु ओके हे भन भन भाइ हो हे राम्ररी भन हे शर्मिलाई कन हे आई लभ यु भन हे आई लभ यु भन आई लभ यु भन आई लभ यु टु म्युजिकमा आई लभ यु खेल्नुपर्छ है त ट्र्याक बजाउनुहोस्
हे हे नाकको फुली कानैमा यसै तिमलाई कादिमला उही मुलाको जिन्दगी हे उही मुलाको जाना जलमा परेगा पौला हो हे जलमा परेगा पौला हो कि होइन धनी भन भन भाइ हो राम्ररी भन हे शर्मिला कन हे आई लभ यु भन हे आई लभ यु भन आई लभ यु भन माया भए बोलाउ यी साराले बोलाउ यी साराले हुन्न बाबै भई माने पाराले उही मोलाको जिन्दगी हे उही मोलाको जाना जलमा परेगा पौला हो हे जलमा परेगा पौला हो कि होइन झिल्के सोल्टीहरू अब सबैजना झिल्केहरूको लागि है त हे नाच्यो झिल्के नाच्यो हे बारीले नम्बर बाज्यो हे नाच्यो झिल्के नाच्यो हे बारीले कम्मर बारीले कम्मर बारीले कम्मर नटिपे त जान्छ फुल सुकेर जान्छ फुल सुकेर भुक्ने कुकुर के लाग्छ भुकेर उही मोलाको जिन्दगी हे उही मोलाको जाना जलमा परेगा पौला हो हे जलमा परेगा पौला हो हे लरपर हे लरपर हे लरपर आहा 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 हे हे टिपिन्छ फुल सुरेर नाचिन्छ सुरेर नाचिन्छ हाकै भस्नु परे नि भाँचिन्छ उही मोलाको जिन्दगी हे उही मोलाको चाहना जलमा परेगा पौला हो हे जलमा परेगा पौला हो भन भन भाइ हो राम्ररी भन हे शर्मिला कन हे आई लभ यु भन हे भन भन भाइ हो राम्ररी भन हे शर्मिला कन हे आई लभ यु भन हे आई लभ यु भन हे आई हग यु भन हे आई किस यु भन ए मम्मा भन त्यो चाहिँ भन्ने होइन खासमा भन्ने कुरा मात्रै भन्ने हो जस्तै आई लाइक यु आई लभ यु आई वान हग यु आई वान किस यु चाहिँ भन्ने हो कि तर चाहिँ भन्ने होइन त्यो त सिधै गर्ने हो केटा हो भन्ने सुनेको मैले नत्र मलाई त थाहा छैन आई एम स्टिल भर्जिन ऊ त्यो सेक्सी केटाको कसम हजुर आई लभ यु तिम्रो मेरो त ड्रेस कोड पनि मिलेछ नि त बेबी के चाहिँ बुढी छ कि छैन छ भने यस्तो गर्ने छैन भने यस्तो गर्ने छ कति चाँडै फेरि त्यस्तो हुन्छ नि शहीद भएको त तिमी बर्माला झुन्डाएर मरेछ चाँडै तिमीलाई थाहा थिएन धादिङमा ज्योति मगर आउँछ भनेर तर ठिकै भयो म त फेरि अर्काको बुढाहरू हेर्दिनँ कि
अर्काको बुढा मात्रै होइन अर्काको बोयफ्रेन्ड पनि हेर्दिनँ म किनकि केटा मलाई यस्तो चाहिन्छ जो कुल घरानको होस् गर्ने त मगरको हो के भनौँ तिमीलाई छोड्ले कि सम्मान गर्ने त मगरको हो संस्कार के भनौँ तिमीलाई छोड्ले कि नमस्कार झप्पै झप्पै हे झप्पै हे झप्पै हे झप्पै आए बाउन्डै हेरिरहे मैले पनि उल्कै भाषा उनको माया ए अचम्मै भो उनको माया ए अचम्मै भो उनको माया ए अचम्मै भो उनको माया लागो छ कि छैन केटा हो त्यो पछाडि के तातिनु भयो सबैजनाले ल ह सुनचाँदी पैसा केही छैन आसमालाई दिएमा पुग्छ मुटुमै बास मलाई सुनचाँदी पैसा केही छैन आसमालाई दिएमा पुग्छ मुटुमै बास मलाई झप्पै झप्पै हे झप्पै हे झप्पै हे झप्पै आए बाउन्डै हेरिरहे मैले पनि अचम्मै भो उनको माया ए 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 अचम्मै भो उनको माया थ्याङ्क यू आई लभ यू खासमा हुन्छ नि तपाईँहरूको यही मायाले हो कि ज्योति मगर आजसम्म बाँचेको र ज्योति मगरले संसारसँग फाइट गर्न सकेको पनि तपाईँहरूको यही मायाले हो नत्र त्यो फेसबुकको वालमा गालीहरू हेऱ्यो भने त बाफ्रे यस्ता मान्छेहरू कहाँबाट जन्मिन्छन् जस्तो लाग्छ मलाई होइन त्यो फेसबुकमा यति धेरै अपशब्दहरू प्रयोग गरेर गाली ग्लोज गर्न कसरी सक्छ मान्छेहरूले त्यस्तो मान्छेहरू त आउँदाखेरि पनि कन्डम फुटाएर आएको जस्तो लाग्छ मलाई सिरियसली है सो तपाईँ हामी चाहिँ सभ्य क्याटेगोरीमा पर्छ कि हामीलाई थाहा छ नि त होइन हाम्रो समाजमा हाम्रो नैतिकताको बारेमा हामी कतिको सामाजिक छौँ होइन हामीमा मानवता कति बाँकी छ भन्ने कुरा एटलिस्ट थाहा छ कि हामीलाई हो कि नि केटाकेटी हो सो आई लभ यु सो मच तपाईँहरूको यो माया ममताले गर्दाखेरि नै मैले सङ्घर्ष गर्न सकेको छु तर जिन्दगीमा सङ्घर्ष गरिएन भने पनि मजा आउँदैन कि फेरि है त्यसैले कहिले पनि आफूले दुःख गर्नु पर्यो भनेर जहिले पनि सिम्पाथीको लागि त्यो हुन्छ नि सिम्पाथी गेम खेल्ने होइन कि मैले अहिले धेरै कलाकारहरूको इन्टरभ्यूहरू सुन्छु कि मैले त कस्तो दुःख गरेको चाउचाउ खाएर रात काटेँ भन्नुहुन्छ हामीले त चाउचाउ खानलाई तिहारमा दक्षिणा कुर्नु पर्थ्यो कहिले तिहार आउँछ र चाउचाउ र चिउरा खाउँला भनेर कुर्थ्यौँ किनकि हामीलाई थाहा थिएन चाउचाउहरू जङ्क फुड हो आमाले मायाले बनाएको आटो सिस्नो भने चाहिँ साँच्चीकै त्यो हुन्छ नि 84 व्यञ्जन त्यो अमृतभन्दा पनि मिठो भन्ने कुरा त्यति बेला थाहा थिएन हो कि न माया माया केही नगर्ने होस् अनि त्यसले खाना बनाउन जानेको होस् अनि लुगा धोइदिन पनि जानेको होस् होइन भित्र अन्डरवेयरदेखि लिएर सबै सारी पेटीकोट एभ्रिथिङ के त्यस्तो खालको लक्षणको केटा चाहिन्छ मलाई त त्योभन्दा पनि राम्रो चाहिँ मलाई भर्जिन केटै चाहिन्छ फेरि न त अब केटाले रिजेक्ट होइन केटा बोका भयो भने हामी रिजेक्ट हान्ने हो अब चाहिँ
त्यसैले ज्योति मोर पाउने भयो संस्कारी बन्ने ल केटा हो आई लभ यु। तर अचेल त मलाई एकदम विश्वास छ आजभोलि केटाहरू चाहिँ संस्कारी नै छ, किनकि आजभोलि केटाले संस्कार तोड्यो भने त फेरि हुन्छ नि अनसन टाइपको होइन त। यस्तो सेन्सिटिभ इस्युहरूमा बोल्न मिल्दैन तर बोल्नु पनि पर्छ है। कतिपय कुराहरू चाहिँ हामी महिला भएर चाहिँ जहिले पनि सिम्पाथी मात्रै लिइरहनु हुँदैन, वुमेन कार्ड मात्रै खेलिरहनु हुँदैन। काहीँ न काहीँ आफूबाट भएको गल्ती कमी कमजोरीहरू पनि स्वीकार्न सक्नुपर्छ। एउटा पुरुष हुँदैमा बलात्कारी भइहाल्ने र महिला हुँदैमा पीडित भइहाल्ने पनि हुँदैन, हो कि होइन? त्यसको लागि चाहिँ सिचुएसनहरू एकदम म्याटर गर्छ है, सिचुएसन एकदम म्याटर गर्छ। हामी महिला पुरुष भन्दा पनि समग्रमा सभ्य समाजको निर्माण गर्नुपर्छ, समाजमा नियम कानुनको पालना गर्नुपर्छ, हो कि नि केटा हो ल केटी हो। सो म हो डेफिनेटली म महिलावादी मान्छे हो, तर म पुरुषलाई पनि उत्तिकै सम्मान गर्छु है एट द सेम टाइम। सो सबै एज अ ह्युमन बिङ सबैजनाले सम्मानका साथमा यो समाजमा जिउन पाउनुपर्छ है। ओके भन्दै अब चाहिँ यस्तो गरौँ न, तर गीत चाहिँ फेरि म हल्का महिलावादी नै गाउँछु फेरि केटी हो। यो चाहिँ ब्युटिफुल केटीहरूको तर्फबाट है त, त्यो सेक्सी सोल्टीहरूको लागि। कालो गए गोरो आउँछ, गोरो गए कालो, हो कि होइन केटी हो? एउटा केटा मान्छेको पछाडि लागेर हात काट्ने, सुसाइड गर्ने, आफ्नो जिन्दगी ड्यामेज गर्ने गर्नु हुँदैन, किनकि वी आर सो ब्युटिफुल है। हामी केटी मान्छेहरूको पछाडि अप्सन धेरै हुन्छ, एउटाले छोड्नुपर्छ 10 जना लाइन लागेर हिँड्छ माया टोक्ने होइन। सो आफ्नो बाउआमालाई सम्झिने, तपाईँले कहिले पनि आफ्नो प्रेमीको लागि या श्रीमानको लागि तपाईँको मनमा गलत विचार आयो, म त सुसाइड गरिदिन्छु, म त हुन्छ नि हात काटिदिन्छु जस्तो विचार आयो भने फर्स्टमा आफ्नो बाउआमालाई सम्झिने, जसले 9 महिना कोखमा बोकेर हुर्काएको छ, जसले आफ्नो निन्द्रा आफ्नो भोग सबै कुराहरू बेचेर तपाईँलाई ठुलो बनाएको छ, उसको बारेमा सम्झिने। मलाई केटाहरू त आउँछन् जान्छन्, हो कि नि? त्यसैले बरु मिल्छ भने एक टाइममा 1 जना होइन 5 जना बोयफ्रेन्ड बनाऊ केटी हो। एउटा अफ हुन बित्तिकै अर्को अन गरिहाल्ने, रोएर बस्ने नै होइन। तर एउटै कुरा भन्छु, यो कुरा चाहिँ गोप्य राख्नुपर्छ फेरि ल, आफ्नो साथीले पनि थाहा नदेऊ। अनि तिमीले आफ्नो बोयफ्रेन्डलाई पनि पहिलेको बोयफ्रेन्ड पछिको बोयफ्रेन्ड बारेमा केही कुरै नगर, तिमी मात्रै भन्ने प्रत्येक बोयफ्रेन्डलाई। कसम खा भन्यो भने खाइदिने, कसम पनि खाइदिने। तर बाउआमाको कसम, छोराछोरीको देवी देउता भगवानको कसम नखानु, त्यही केटाको टाउको मात्र राखेर कसम खाने। तिमी मात्रै हो, तिमी पुक्लुकै मरिजाऊ होइन रहेछ भने भन्ने होइन। मरे त्यही मुर्दार मर्छ, हामीलाई के, हामी त्यो अफ भएन अर्को अन गरिहाल्छौँ ल। सो ह्याप्पी चाहिँ एकदम ह्याप्पी हुने ल। ओके त्यसैले म भन्छु, कालो गए गोरो आउँछ, गोरो गए कालो, झ्याप्पै माया लगाइदियो झिल्के पर्दाखेरि पालो। कालो गए गोरो आउँछ, गोरो गए झ्याप्पै माया लगाइदियो झिल्के पर्दाखेरि, झ्याप्पै माया लगाइदियो झिल्के पर्दाखेरि, हो कि होइन धनी? अरू चिनो केही पनि छैन भो, केही पनि छैन भो, जलेरोमा सोल्टीलाई भएन भो।
उठ बस्यो सुनको जस्तो जोपन मेरो मलाई के को पिरा जसले दिन्छ जाली रुमाल यो ज्यान उतैतिर जसले दिन्छ जाली रुमाल यो ज्यान उतैतिर छोके छैन जाली रुमाल अरू चिनो केही पनि छैन भो केही पनि छैन भो जाली रुमाल सर्टीलाई जाली रुमाल सर्टीलाई जाली रुमाल सर्टीलाई ai hey 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 lahai 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 ठेकी भरिँदैछ अरूसँग हाँसो रङ्ग माया सोल्टिकै छ अरूसँग हाँसो रङ्ग माया सोल्टिकै छ छोके छैन सोल्टी माया लह लह अरू चिनो केही पनि छैन भो केही पनि छैन भो जाली रुमाल सोल्टीलाई जाली रुमाल सोल्टीलाई जाली रुमाल सोल्टीलाई थ्याङ्क यू थ्याङ्क यू पानी खान्छु ल सुभाष कहाँ छ उठाऊ खुवाई पनि देऊ मलाई ऊ त्यहाँ छ अरे यतिको राम्रो केटीको सेवा गर्नु पर्दैन कसले हो सेल तोडेर राखेर रहेछ एकछिन है लिन पनि आऊ हो खासमा होइन तपाईँको ए यो पो च्वाक रहेछ त अर्कोचोटि पानी लिएर यही केटालाई पठाऊ है होइन केटाहरूले मात्र होइन कि हामी केटी पनि ह्यान्डसम केटा हेरेर इन्जोय गर्छौँ कि खास म त झन् अति इन्जोय गर्छु सबैभन्दा धेरै इन्जोय त मैले उति छोरा बोकेको उसलाई देखेर गरिरहेको छु खास कति वर्षको भयो बच्चा 6 वर्षको भयो कसम होइन उहाँ ज्योति मगरले हेरेर यति चार्ज भएको छ नि आज उहाँले चाहिँ त्यसको बहिनी निर्माण गर्नुहुन्छ जस्तो लागिरहेछ घर गएर म त्यस्तो लागिरहेछ अबको 9 महिनापछि के त तपाईँको कन्सर्ट हेरेको दिन त बुढा मातेर फेरि छोरी बस्यो त भन्न बेर छैन तर होस पनि त्यस्तै होस पनि त्यस्तै म त्यही चाहन्छु त्यो पनि एक प्रकार सेवा हो कि केटा मान्छेहरू मेरो यस्तो राम्रो स्किन हेरेर होइन चार्ज होस् अनि घर घर बुढीलाई यस्तो माया गरोस् कि मुना मदनको त के कठार यार होइन रोमियो जुलियट मुना मदन सबै ओके अलिकति गाह्रो हुने है के बिहा नगरेको केटाहरूलाई हो खास तर टेन्सन लिनु पर्दैन बिहा नगऱ्यो भने झन् रमाइलो हुन्छ होइन बिहा गर्यो भने त एउटै बारीको सब्जी खाने हो बिहा नगरे पो त प्रत्येक जिल्लाको सब्जी खान पाइन्छ naughty boysहरू आई लभ naughty boys ओके सबैजनाले त ऊ पारी पारी बसेको चाहिँ गुड बोयहरू उहाँहरूलाई चाहिँ आफ्नो बुढीहरू नजिक आएर मुनिबाट यस्तो हेरेर देख्यो भने घरै छिर्न दिँदैन होइन डिस्टेन्समा हुनुहुन्छ तर
पछि पनि आई लभ यु ल अर्काको बुढाहरू मुआ, मुआ। ओके अर्को गीत है त चान्चु ने त कहरा अध्यारो मालाको माया अध्यारो मालाको माया अध्यारो मालाको माया कालो रातमा रमाइलो रङ्ग हो जे हुनु थियो मायालु सँग हो जे मलमौके सान्छुने त कहरा अध्यारो मालाको माया रमाइलो रङ्ग हो जे हुनु थियो मायालु सँग हो जे मलमौके सान्छुने त कहरा अध्यारो मालाको माया अध्यारो मालाको माया अध्यारो मालाको माया अध्यारो मालाको माया गाली छ कि गाली छ हजुर बेबी गाइदिन्छु वेट एकछिन सास फेर्छु ल यस्तो हुन्छ नि यस्तो सास बढ्ने पनि जिन्दगीमा दुईवटा काम गर्दा मात्रै हुन्छ कि होइन एउटा चाहिँ यसरी डान्स गर्दै गीत गाउँदा हुन्छ अनि अर्को चाहिँ उकालो चढ्दा हुन्छ बेबीहरूले नटी नटी सोच्या हो सोच्या भए सही हो सोच्न पाइन्छ भन्न मात्रै मिल्दैन होइन त्यस्तै पऱ्यो भने गर्नु नि पाइन्छ धेरै त्यस्तो हाम्रो समाजमा छन् कि जुन नभन्ने तर गर्ने तमाम काम तमाम चाहिँ गर्ने बाहिर नभन्ने मैले अहिलेसम्म कसैले पनि म जड्या हो भने सुनेको छैन होइन जड्याले पनि म जाँड खान्न भन्छ खाइरह हुन्छ स्मोकरले पनि म चेन स्मोकर होइन भन्छ तानिरह हुन्छ होइन अनि भ्रष्टाचारीले पनि म भ्रष्टाचार गर्दिनँ भनिरह हुन्छ तर भित्रभित्र गरिरह हुन्छ अनि त्यसको त कुरै नगरौँ होइन बुझ्यो नि हो त्यसैले जाँड रक्सी जुवातास भ्रष्टाचार सेक्स जस्तो कुराहरू चाहिँ भन्न नमिल्ने कुराहरू हुन् कि अघि तपाईँलाई इन्जोय भइरहेछ आजभोलि थाहा छ सोसियल मिडियामा पुरै ट्रेन्डिङ छ ज्योति मगर बहिष्कार गरौँ भन्ने है तपाईँले देख्नु भएको छ नि अनि सेम यस्तै कुराहरू चाहिँ मलाई कहिले भएको थियो भनेपछि 2015-16 भएको थियो 13, 14, 15, 16 चाहिँ ट्रेन्ड नै चलाउँथ्यो यो आइमाई त छाडा छ यसलाई बहिष्कार गरौँ भन्थ्यो यसले त छोटो लुगा लाउँछ यसलाई बहिष्कार गरौँ भन्थ्यो कि होइन त्यति बेला पनि मैले भन्थेँ मान्छेको चित्र होइन मान्छेको चरित्र सफा हुनुपर्छ भनेर भन्थेँ मैले होइन ज्योति मगरहरू त छोटा लुगा लाएर कला बेच्ने हुन् ज्योति मगरहरू टिक्रा देखाएर कला बेच्ने आफ्नो अदा बेच्नेहरू हुन् होइन
यहाँ त मान्छेले इमान बेचिदिन्छ, नैतिकता बेचिदिन्छ, त्यस्तै परि देशै बेचिदिन्छ मुर्दारहरू होइन। केटा हो त्यसैले त्यति बेला पनि लडिरहेको, स्टिल आम फाइटिङ। अघि म्यामले पनि भन्नुभयो होइन सङ्घर्षशील नारी भनेर, तर मलाई सङ्घर्ष गर्न मजा आउँछ, डर 1% पनि छैन, किनकि मलाई तपाईँहरूले बनाएको हो के। मलाई त्यो फेसबुकतिर सोसियल मिडियातिर गाली गरोज गर्नेहरूले, त्यो साइबर सेनाहरूले, त्यो साइबर बुलिङ गर्ने मान्छेहरूले बनाएको होइन कि मलाई। जसले बनाएको होइन उसले गिराउनै सक्दैन, हो कि होइन। अनि म तपाईँलाई सानो कुरा पनि भनिहाल्छु, भर्खर चुनाव सम्पन्न भयो होइन। अनि अघि मलाई सुभाषले भन्दै थियो हिजो यसको मेरो भयङ्कर डिल भएको थियो होइन। अचेल अर्गनाइजर डराउँछ कि फेरि एमाले भन्यो भने त कार्यक्रममा मान्छे आउँदैन होला भन्छ होइन। मलाई चाहिँ के लाग्छ थाहा छ, हामी एट द एन्ड सबै मान्छे हो, राजसभा पनि मान्छे हो, एमाले मान्छे हो, काङ्ग्रेस मान्छे हो होइन, सबैजना नेपालीहरू नै हो, माओवादी पनि मान्छे हो कि होइन। अनि गुरुङ मगर राई लिम्बूहरू पनि मान्छे हो, छेत्री बाहुन पनि मान्छे हो, कामी दमाईहरू पनि मान्छे हो होइन। वी अल आर ह्युमन बिङ है। फरक के छ, फरक सोचमा छ। अनि मलाई फेरि खासै फरक पर्दैन, किनकि मलाई कुनै एमाले, कुनै रासोपाले, कुनै राजनीतिक दलले ज्योति मगर बनाएको होइन के। मलाई मेरो गीत सङ्गीतमा तपाईँहरूले दिएको मायाले मात्रै बनाएको हो। आई लभ यु। त्यसैले तपाईँहरूले त मलाई अस्वीकार गरे पनि, तपाईँहरूले त मलाई मर भन्यो भने म त मर्दिन पनि तयार छु। तपाईँहरूले स्वीकारे पनि आई एम सो ओके, तपाईँहरूले मलाई विरोध गरे पनि आई एम सो ओके। तर तिनीहरूलाई कुनै अधिकार छैन ज्योति मगरलाई बहिष्कार गरौँ भन्ने, हो कि होइन।
र धादिङको महादेवेशीमा मेला लागिरहेको छ भनेर सबै ठाउँतिर प्रचार गर्नुहोला। अनि यस्तै रमाइलो हुनेछ 13 गतेसम्म है। जिन्दगीमा हेर्नुहोस्, जन्मिँदा पनि कति बेला कसरी जन्मिएको हाम्रो थाहा छैन, मृत्यु पनि कसरी हुन्छ थाहा छैन। सो बाँचिन्जेललाई चाहिँ रमाइलो गर्ने हो, रमाइलो गरेर बिताउने हो है। सो अहिले चाहिँ रमाइलो गर्नको लागि हाम्रो आयोजक टिमले तपाईँहरूलाई धादिङ बेसीमै मेला लगाइदिनु भएको छ र यसको आयोजक हुनुहुन्छ उज्यालो भविष्य महिला समूह। उज्यालो भविष्य महिला समूह महादेवेशी। महादेवेशी मलाई त तिम्रो माया मात्रै बेसी लाग्छ नि, त्यसैले बिर्सिन्छु है। र हामीले धेरै वर्षमा यति धेरै सयौँ कार्यक्रमहरू गर्दाखेरि पनि महिलाहरूले आयोजना गरेको कमै गर्नु पाइन्छ। सो मलाई एकदम गर्व लागिरहेछ। अहिले चाहिँ महिला दिदीबहिनीहरूलाई धेरै धेरै बधाई छ, धेरै धेरै शुभकामना छ। तपाईँहरू सबैजनालाई कस्तो ब्युटिफुल हुनुहुन्छ तपाईँहरू सबैजना है। सो मैले त गाउँथेँ कि अहिले पुलिसले मलाई फेरि है। सो एउटा कुरा यस्तो चाहिँ म रातभरि पनि गाइदिन्छु, तर अलिकति हाम्रो सुरक्षाको शान्ति सुरक्षाको पनि कुरा छ। र शान्ति सुरक्षा भनेको चाहिँ हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ, हो कि होइन? सबैभन्दा तपाईँ हामी देशको नागरिक सुरक्षित भए मात्र देश सुरक्षित रहन्छ है। र त्यो आजभोलि त्यो केटाकेटीले त्यो कुरा बुझ्दैन। अनि हान्नुपर्छ, ठोक्नुपर्छ, जलाउनुपर्छ, काट्नुपर्छ, मार्नुपर्छ टाइपको होइन, पुलिसहरूलाई पनि डन्ठीहरूलाई ठोक टाइपको है। सो मैले भन्छु है, सुरक्षा निकाय चाहिँ एकदमै बलियो हुनुपर्छ है। र त्यो बलियो बनाउन तपाईँ हामी सबैले सपोर्ट गर्नुपर्छ। र म तपाईँको प्यास मेटाउन, तिर्खा मेटाउनमा फेरि पनि आउनेछु। यही माया बरकरार राख्नु होला। थ्याङ्क यू। आई लभ यु महादेवेशी। गुड नाइट केटी हो, सेक्सी नाइट है केटा हो। नभने तिम्रो त बवाल हुन्छ, मलाई थाहा छ। घर जाने बित्तिकै ज्योति मगरलाई यस्तो इमेजिन गर्छौ तिमीहरू अहिले, मेरो सपनै बिग्रिने गरेर होइन। मेरो बडीको पार्ट इमेजिन गर्छु अहिले घर गएर सुत्ने बेलामा, मलाई थाहा छ। त्यसैले तिमीहरूलाई चाहिँ सेक्सी नाइट, बेबीहरूलाई चाहिँ आई लभ यु है त। थ्याङ्क यू। अनि सुभाष महत एकदम मेहनती केटा है। ऊ चाहिँ फेरि उसलाई होस्ट पनि गर्न आउँछ, उसलाई कलाकारहरू पनि म्यानेज गर्न आउँछ, उस्तै पनि मेला लाउन पनि आउँछ, अनि त्यस्तै पनि गीत पनि गाउँछ, डान्स पनि गरिदिन्छ। मल्टी ट्यालेन्टेड, हेर्दा मात्रै सानो सानो छ तर यसको एकदमै ठुलो छ प्रतिभा है। अनि यो मेलालाई आयोजना गर्ने को कसो अरे अर्जुन दाई, नवराज दाई, अर्जुन दाई, अरविन्द दाईहरू चाहिँ हाम्रो फेरि अन्नदाताहरू। फेरि उहाँले मेला लाउनु भएन भने त मेरो ग्यास बाल्ने पैसा नै हुँदैन फेरि है। थ्याङ्क यू सो मच। आई लभ यू। लभ यु टु